ठाउँ ठाउँमा बालेन तिम्रो नाउँमा घन्टी बज्यो ठाउँ ठाउँमा बालेन तिम्रो नाउँमा घन्टी बज्यो ठाउँ ठाउँमा 2 moments later रवि दाइको छाती हराएको सूचना रवि दाइको छाती हराएको सूचना के बोले भाइ के बोले डोजर चलेछ भने डोजर भन्दा पहिला म छाती थापेर बस्छु नि किन चिन्ता गर्नुहुन्छ 2 moments later सुकुम्बाजी बस्तीमा चाहिँ छाती थाप्न कहिले जाने हो भन्नाले मैले बुझाउन मलाई जस्तै यहाँले भन्नुभएको चुनावी सभामा सुकुम्बाजी बस्तीमा चाहिँ डोजर चल्यो भने म चाहिँ चिन्ता लिनु पर्दैन म छाती थाप्न अगाडि आउँछु भन्दा कहिले जाने अब यस्तो छ हामीले सरकारले केन्द्रीय सरकारको त्यस्तो निर्णय भएको मलाई थाहा भएको छैन मतलब वो अलग ही लेवल का बंदा था हम भोट के हाल्नु भोट के हाल्नु अब हाल्नेहरूले हालेर त यस्तो हो के नि घन्टी भने के उठेर सबैलाई अहिले घन्टा बजाइदियो बालनको जस्तो नगर न साथी बालनको त हिँडेको यसो दारी मर्काको फोटो खिच्छौ मेरो किन खिच्छ आज बालनकै स्टाइलमा आउनुभयो के आज सेतो टी-शर्ट सहितको सार्वजनिक गर्नुभएको छ आज तपाईको नि सेतो आज उहाँको सेतो छ मलाई 14 लाख ऋण तिर्दै घरको म पुरा घरै छोडिदिन्छु एउटा पेट झागाएर पनि पाल्न सकिन्छ के जमिन कसको जोत्नेको घर कसको पोत्नेको डिप्रेसन रवि लामी छाने छाती छाप्न आउँछ अब मान्छेले झुकेर पनि घन्टीलाई भोट हाल्दैनन् घन्टी भनेपछि नि भाइ अहिले मान्छे मन्दिरको घन्टी पनि फ्याक्छन् कि भन्ने पिर भइसक्यो माफियाहरूका घरमा डोजर चल्छ भनेर भनेको माफियाकामा नमस्ते गर्न जाने भत्काउनु पर्ने थियो डिप स्टेट तर भत्काए के भन्दाखेरि नि गरिबका बस्ती पर्दैन र हिजो महावीर पुनले त यसको स्वागत गरिरहनु भएको छ किनकि उहाँ नै हुन्न अनि नबुझ्ने मान्छेले स्वागत गरेर के गर्ने अनि हर्कजीले राजीनामा माग्नु भएको छ प्रधानमन्त्रीज्यूको मूर्ख त्यसको दिमागमा गु भरिएको घन्टी पार्टीलाई भोट दिँदै नदिनु यो जस्तो हरामी पार्टी गो खाने पार्टी थुई या त्यसलाई सुन्नुस् त तपाईँ पनि सुकुम्बासी हो हजुर म सुकुम्बासी हो तपाईँसित त प्रो बाइक देख्छु त फेरि बाइक भएर हुन्छ यहाँ बाइक यहाँ तेल छ हेर्नुस् यहाँ कति लाखको तपाईँसित बाइक छ तेल नहुँदैन बाइक यतिकै हिँड्छ तेल चाहिन्न तेल नहुँदैन सुकुम्बासी भइन्छ नि हामी रवि आयो रवि रवि आयो रवि 8,000 रुपैयाँ खर्च गरेर घन्टीमा मेरो छोरा गयो छोरी गयो आफू गयो लाज लाग्दैन बालन चोरलाई 5 लाख ल्यायो भने नाङ्लो ठटाएर हाती तर्सिँदैन सक्छ भने गोली हान्न मतलब व्यवस्था गर यो रवि लामी छामेले भनेकै थियो छाती थाप्छु भनेर छाती थाप्छु भनेर अहिले कता नुके छ त सुकुम्बासी बस्तीमा चाहिँ छाती थाप्न कहिले जाने हो भन्नाले मैले अलि बुझाउनु न मलाई जस्तै यहाँ मतलब वो अलग ही लेवल का बंदा था अर्को सामाङले बालिन शाहको राजीनामा
ऐना माग्नुभयो तर उहाँको चाहिँ दिमाग चाहिँ बाइसाको जस्तो हुनु पर्यो नि त आफै यस्ता नाथे झुटो बोल्न आउँदैन अर्कोचोटि भोट पाउँदैन जाने भए जाऊ ए माया बढेरै नसजाऊ अब हर्का साम्पाङले श्रमदान मार्फत जलेको सिंहदरबार बनाउँछ भन्ने कुरा आएको छ नि यो कतिको सत्य हो तपाईँहरू बनाउनुहुन्छ जलेको सिंहदरबार अब त्यो काम गर्ने औजार चाहिँ अर्कै पार्टीलाई दिएको छ डिप्रेसन